थोरै छौँ उपस्थितिको हिसाबले। म अघि यसो हेर्दा त्यति थोरै मात्रै हुने भयौँ, विमोचन कसरी हुन्छ होला भनेको। पछि मैले यहाँ बसेर एक एक वजन हेरेँ आँखाले। थोरै भए पनि हलको सिट मात्रै हेर्नु हुँदो रहेनछ, वजनदार व्यक्तित्वहरू रहेछौँ भन्ने मैले फिल गरेको छु। उदाहरणको लागि सागर न्यौपाने दाई, हाम्रो सङ्गीतकार दाई, मात्रै उहाँको त्यो उपन्यास मैले वाचन गरेको थिएँ। त्यो सुनेर सन्जु चोली कार्यक्रममा बोलाउनु भएको थियो, जानु पाएन। त्यसको भोलिपल्ट सागर दाई र म उहाँको घरमा पुगेको थियौँ र प्रत्यक्ष भेटेको त्यति मात्रै हो। तर किताब पढिसकेपछि कस्तो हुनुहुन्छ होला जस्तो चाहिँ लागेको थियो मलाई। किनभने इन्द्रेणी स्पर्श किताबमा उहाँले 7 जनाको कथा, 7 जना पात्रको कथा यति मजा गरी लेख्नु भएको छ। म धेरै विज्ञ नभए पनि राम्रो पाठक हो चाहिँ आफै भन्छु। यहाँ मात्रै होइन कि फेसबुक हो आजकल त हामीले प्रकट गर्ने माध्यम पनि। फेसबुकमै लेखेको छु, नारायण ढकालभन्दा पछि काठ क्षेत्रको भाषालाई, काठ क्षेत्रको संस्कारलाई त्यति बुझेर त्यति सरलसँग लेख्ने व्यक्तिको रूपमा पाएँ भनेर मैले फेसबुकमै पनि स्ट्याटस नै पनि लेखेको छु। समय लाग्छ। उहाँले अब नयाँ मान्छेलाई चिन्नलाई एकजना कसैले भन्नुहुन्थ्यो, अब अचेल त किताब लेखेर मात्र पुग्दो रहेछ, देशभरि दौडिनु पर्दो रहेछ। समुद्र पारी हुनुहुन्छ, सम्भवतः 2-3 दिनमा फेरि फर्कँदै हुनुहुन्छ। तर पनि आफूले लेखेको राम्रो चिज छ भने किताब तत्काल प्रकट नभए पनि ढिलो गरी प्रकट हुन सक्छ। यस सभाका सभाध्यक्ष र आजको प्रमुख अतिथि, वरिष्ठ गीतकार, कवि, साहित्यकार, वाचनकारका पूर्वार्थ। एउटा गीतमा सङ्गीत गर्नुलाई मैले धेरै कुराएँ, घन्टौँ कुराएँ। अन्त 1.5 घन्टा कुर्नुभयो। उहाँको प्यासन पनि मैले देखेँ। अनि म उहाँको गीतमा मैले सङ्गीत भरेँ। त्यसमा डेभिड शङ्कर र हाम्रो अस्मिता अधिकारीले गाउनु भएको साह्रै मिठो गीत छ। त्यो युट्युबमा पनि सुन्न सकिन्छ। श्रव्य दृश्यमा हामीले गरेका छौँ। हजुर हुनुहुन्छ आदरणीय महेश दाहाल सरलाई चाहिँ आफ्ना सार्वजनिक मन्तव्य राख्नको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। धन्यवाद। सभाका सभापति एवं आज विमोचन हुन गइरहेको, औपचारिक लोकार्पण हुन गइरहेको 2टा पुस्तकका लेखक सन्जु अधिकारी, प्रमुख अतिथि पूर्व मन्त्री, पूर्व सचिव, साहित्यकार शङ्कर सर, मञ्चमा सङ्गठनका सबै विशिष्ट व्यक्तित्वहरू, उपस्थित आमन्त्रित पाहुनाहरू। बोल्नै नपर्यो हुन्थ्यो जस्तो लाग्थ्यो, तर बोल्न पर्यो, आइसकिहाल्यो। मलाई सन्जुजीले फोन गर्नुभयो, म आउँछु भनिहालेँ। कसैले सम्झेर निम्ता गर्छ भने टाइम मिलेसम्म गइदिँदा केही कुरा सिक्न पाइन्छ भन्ने मेरो उद्देश्य पनि हो। प्रसङ्ग आज लोकार्पणको रहेछ 2टा विषयवस्तु। उहाँ कहिले कहिले के भनिन्छ भने सबै प्रतिभाहरू आफै जन्मिँदैन। त्यो एउटा सृजनशीलता भनेको कुरा भित्रको व्यक्तित्वले निर्माण। सञ्चालक थियो, कार्यक्रमका सभाध्यक्ष, स्रष्टा, प्रमुख अतिथि, नेपाली गीत सङ्गीत, भाषा साहित्य, प्रशासन सबै क्षेत्रका पूर्ण व्यक्तित्व भन्छु म, आदरणीय एसपी कोइरालाज्यू, मञ्चमा रहनुभएका विशिष्ट व्यक्तित्वहरू। मैले छुट्टै पोको खोलेँ, यसको अर्थ मैले मञ्चमा रहनुभएका अग्रज व्यक्तित्वहरू। यहाँ 3 कुराको संयोग मिलेको छ, अघि थाहा भइसक्यो। साहित्य, कला र सङ्गीत, यी 3वटा कुराको संयोजन अत्यन्तै राम्ररी भएको छ। गोदार सरले कलाको बारेमा एकदम विशिष्ट मन्तव्य दिनुभयो। आलोक सरले अत्यन्तै त्यसलाई सङ्गीतसँग जोडेर विशिष्ट स्वरूप दिनुभयो। दाहाल सरले त्यसलाई झन् सशक्त बनाउनु भयो। अनि अर्को आवाजको ध्वनि, हरेक कुरालाई उहाँलाई विषय नै चाहिँदैन। केही कुरा राख्न भनिसकेपछि त्यसलाई अत्यन्तै रङ्गीन बनाउन सक्ने र व्यवस्थित बनाउन सक्ने कला अच्युत घिमिरेज्यूमा छ। उहाँहरू जस्ता विशिष्ट व्यक्तित्व अगाडि हुनुहुन्छ। शङ्कर कोइरालाज्यूका शब्दमा संसार अड्छ, यो यहाँहरूलाई थाहा छँदैछ। यस बिचमा सन्जु अधिकारीज्यूका 2टा कृतिहरू, जुम्ल्या सन्तान मानस र यो सनमको लोकार्पण र विमर्श कार्यक्रममा मात्रै उपस्थित
भएर यो काम मात्रै गरिरहेका छैनौँ कि एउटा चाहिँ यो सृजनात्मक यात्राको एउटा उत्सव पनि मनाइरहेका छौँ। थोरै छौँ तर हामीले धेरै मान्छेको प्रतिनिधित्व गरेका छौँ। मैले मञ्चको त अघि बखान गरेँ। अब यो मञ्चा विमुख जो तपाईँहरू हुनुहुन्छ होइन, तपाईँहरूबाट पनि यत्रो चाहिँ 6-7 जना प्रतिभाहरू निस्केर यहाँ अहिले आफ्नो सृजना सुनाउनु भयो नि त। त्यो संयोग चाहिँ अरू सभालाई त्यति पक्ष जस्तो मलाई लाग्दैन। त्यसैले होइन, सङ्ख्याको विषयमा चाहिँ हामी अघि लिनु पर्दैन। अब एकै ठाउँमा एकजना भए पुग्ने मोटिभेसन स्पिकरको बारेमा मैले भनिहालेँ। अब श्रोता दर्शक अडियन्समा बस्नु भएको साथीहरूको प्रतिक्रिया भने अब सभा चाहिँ अलिकति स्पेसल हो आजको। र यो विदेशको जुन व्यस्त एउटा व्यावसायिक जीवनमा अब व्यस्त रहेर पनि होइन, दुईवटा कृतिहरू अब चाहिँ लिएर नेपालको माटोलाई सम्झेर होइन, नेपाल आमाप्रति एउटा श्रद्धा अर्पण गर्न चाहिँ सन्जय बहिनी आउनु भएको छ। उहाँको जुन यो सृजनात्मक एउटा चाहिँ भनौँ श्रद्धा होइन अर्पण गर्ने शैली छ, त्यो चाहिँ मलाई साँच्चै मन पर्यो। यो चाहिँ नेपालमा बस्नेहरूको चाहिँ स्रष्टा साधा। आज हाम्रो छोटो समयमा हामीले हतार हतार गरेको कार्यक्रममा पनि आफ्नो अमूल्य समय दिएर आउनुभएका सम्पूर्ण एकदम आफ्नो आफ्नो क्षेत्रका दिग्गज व्यक्तिहरूलाई मेरो नमन र हजुरको अमूल्य समयको लागि धेरै धन्यवाद दिन चाहन्छु। सुरुमा यो कार्यक्रमको बारेमा अलिकति भन्न चाहेँ मैले, किनभने सायद हाम्रो लास्ट विक थियो होला होइन, अघिल्लो हप्ता चन्द्रकान्तजी चाहिँ जम्मू काश्मीरमा हुनुहुन्थ्यो अनि त्यो दिनमा रश्मिजी यहाँ हुनुहुन्छ जो चाहिँ मेरो अलराउन्डर हुनुहुन्छ। पेज लेआउट, कभर डिजाइनदेखि लिएर सम्पूर्ण मेरो इन्द्रेणी स्पर्शदेखि अहिलेसम्ममा मेरो सहयात्री हुनुहुन्छ। उहाँलाई पनि एकचोटि उठेर सो हामीले धेरै किसिमका कभरहरू बनाइरहेका थियौँ यसमा। अनेस्टली भन्दा अब रश्मिजीले हामीले आर्टिस्ट नै लगाएर स्केच गरेर पनि बनायौँ होइन, त्यो गऱ्यौँ। अनि त्यो एकदमै मन परेको थियो। सुरुमा फर्स्टमा हामीले धेरै किसिमको बनायौँ। रश्मिजीले धेरै मेहनत गर्नुभएको छ। हामी स्केच आर्टिस्ट खोजेर उहाँलाई बनाउन लगाएर फेरि त्यसलाई डिजिटलाइज गरेर गरिरहेका थियौँ। अनि मैले पोस्ट गरेको थिएँ, स्टोरीमा राखेँ, फेसबुक स्टोरीमा राखेँ। अनि चन्द्रकान्तजी हाम्रो सुरुमा नेपाल टेलिभिजनमा परिचय भएको थियो र उहाँले चाहिँ भन्नुभयो म्याम कार्यक्रम कहाँ हो भन्नुभयो। मैले हेर्नु न हतार हतार भयो, छोरीको गुन्यो चोलोको कार्यक्रम पनि छ, त्यही गर्ने कि के गर्ने यस्तो भइरहेछ भने। अनि उहाँले भन्नुभयो म्याम कभर पठाउनुहोस्, फाइनल कभर म अमरनाथ जाँदैछु होइन, अमरनाथ जाँदैछु, भोलि पुग्छु, त्यहाँ लगेर चाहिँ म छुवाउँछु, त्यसपछि हुन्छ नि हजुरलाई आशीर्वाद पनि मिल्छ, त्यो टाइपले भन्नुभयो। अनि उहाँले भन्नुभयो कार्यक्रम गरौँ। मैले भने सकिन्छ र 4-5 दिन मात्रै छ। अनि उहाँले आँट्नुभयो र यो सम्भव भयो। र यसमा छोटो हामीले हतार हतार गऱ्यौँ। इनफ्याक्ट 10 चोटि फोन गर्ने होला कतिजना त मैले उहाँहरूलाई क्षमा पनि माग्छु, किनभने मैले प्रेसर दिएको जस्तो भयो। र आज यहाँ आज मेरो काकी हुनुहुन्छ, फुपू हुनुहुन्छ, मामा हुनुहुन्छ, मेरो बहिनी छ, दाई हुनुहुन्छ, ज्वाइँ पनि हुनुहुन्छ। उहाँहरू सम्पूर्ण परिवारको साथमा, मेरा गार्जियन, मेरा गुरुहरूको साथमा उभिन पाउन धेरै खुसी छु। र आलोक सरलाई पनि विशेष धन्यवाद दिन्छु। उहाँले एउटा कविता गीतकार बनाउनु भयो है, उहाँको समय र सुझाव, र उहाँ एउटा गार्जियनको रूपमा पनि हुनुहुन्छ। उहाँले धेरै मलाई सुझावहरू दिनुहुन्छ। एसपी सरलाई विशेष धन्यवाद, उहाँले आइदिनु भयो, हाम्रो सभाको एकदम गरिमा बढाइदिनु भयो, धेरै धेरै रेस्पेक्ट। अनि अच्युत सरसँग पनि मेरो यो दोस्रो भेट हो। हामी पहिला भर्चुअली कुरा गरेका थियौँ र उहाँलाई पनि म विशेष धन्यवाद दिन चाहन्छु। मेरो परिवारमा धेरैजना हुनुहुन्छ जस चाहिँ किताब लिएर घन्टौँ बस्न सक्नुहुन्न या चाहनुहुन्न, र उहाँहरूले मेरो किताब, मेरो परिवारमा मेरो आफ्नै आमाले पनि पढ्नु भएको थिएन। र अच्युत सरले अडियो बुक निकाल्नु भयो, हामीले पब्लिस गऱ्यौँ। र मेरो आफ्नो मलाई जन्म दिने आमाले त्यो इन्द्रेणी स्पर्श मेरो उपन्यास सुन्नुभयो। र मेरो आमाको कानमा मेरो आमाले मेरो सृजनालाई पढ्न पाउनुभयो, सुन्न पाउनुभयो। त्यो सम्भव गरिदिनु भएकोमा अच्युत सरलाई धेरै धेरै नमन। अनि राजु नेपाल सर डेफिनेटली उहाँले भन्नुभयो, रचना गर्व पनि भन्नुभयो, किनभने यो सनम किताब लेख्न मलाई सहज थिएन। धेरै रिसर्च गर्नु पर्यो, धेरै पढ्नु पर्यो, धेरै संवेदनशील पनि हुनु पर्यो। रश्मिजी र मैले नै पनि विगतमा हामीले धेरै कुरा चाहिँ यो कन्टेन्ट राख्ने कि नराख्ने, यो गर्ने कि नगर्ने, शब्द राख्ने कि नराख्ने हामीले धेरै गर्नु पर्यो। र त्यसमा मैले राजु सरलाई चाहिँ जो व्यक्तिको बारेबाट इन्सपायर गरेर यो कथा लेखेको थियो, हामी भेटेका थियौँ, सँगै मोमो हुन्छ नि खाजा खाएर भेटेका थियौँ, त्यो थियो। र त्यतिखेर कथा लेखिसकेको थियो, कथामा ज्यान भन्न बाँकी थियो। र व्यक्तिलाई नै भेटेर उनका कथाहरू सुनेर, अनुभव सुनेर हामीले लेख्न खोज्यौँ। र आजको सभामा पनि हामी निम्ति दिएको थियौँ, तर उहाँ आउन पाउनु भएन।
त्यो छ। र सम्पूर्णमा जति पनि यहाँ साहित्य प्रेमीहरू हुनुहुन्छ, मेरो साथीहरू हुनुहुन्छ, मेरो सिए पढ्दाको साथीहरूलाई मैले सायद 10 वर्षपछि भेटिरहेको छु, लाठी दिदी आउनु भएको छ, मेरो परिवारको व्यक्तिहरू आउनुभएको छ, सम्पूर्णमा मेरो नमन। मेरा कृतिहरूको बारेमा एउटा कुरा चाहिँ भन्न चाहेँ। इन्द्रनी स्पर्श एउटा स्त्री मनबाट लेखिएको किताब हो। त्यसमा धेरै व्याख्या छन्, धेरै भावनाहरू छन्। सनम उपन्यास एउटा पुरुष, एउटा बुवाको नजरबाट लेख्न खोजिएको छ र यसमा भावनालाई अलिक कम राखेर तथ्यलाई र पटकथा संवादहरूलाई बढी दिन खोजेको छु। किनभने त्यही घटना यदि इन्द्रनी स्पर्शमा हुन्थ्यो भने 5 पेजमा मैले व्याख्या गर्थेँ होला। त्यही घटना सन्दर्भमा हुँदा मैले छोटोमा व्याख्या गरेको छु र त्यो हिसाबले लेखनमा केही भिन्नता पाउनुहुनेछ। मानस कथा सङ्ग्रहमा मेरो 21वटा कथाहरू छन्। ती 21वटा कथाहरूमा केही कथाहरू पहिले नै विभिन्न मिडियामा पब्लिस भएका छन् र रुचाइएका छन्। र म यो भन्न चाहन्छु कि मेरा कृतिहरूमा मैले मौलिकता राख्ने सर्व प्रयास गर्छु। र मेरो चाहिँ बानी सानैदेखि नै एकचोटि लेखिसकेको गरेर हेर्दिनँ, मैले एडिट पनि गर्दिनँ। त्यसैले पनि सायद नेपालका चर्चित पब्लिसरहरूसँग मेरो सहकारी हुन नसकेको होला, किनभने उहाँको ढाँचामा, उहाँका स्टाइलमा म लेख्न चाहन्न। मेरो रचना मेरै मौलिकता रहोस् र म काटछाट गर्दिनँ। त्यो हिसाबले केही सुधारका क्षेत्रहरू हुन सक्छन्, तर पनि सकेसम्म मैले यो किताबलाई यहाँ लिएर हुँदा धेरै मेहनत गरेको छु। पक्कै पनि यसले हजुरको मन छोला। धन्यवाद। धन्यवाद।